देशमा यतिखेर चुनावको माहौल छ। राजनीतिक दलहरू आफ्ना एजेन्डा लिएर मतदातासँग भोट माग्न घर दैलो अभियानमा छन्। उनीहरू देश विकासका ठूला ठूला कुरा गरिरहेका छन्। तर कर्णाली प्रदेशको मुगुमा पर्ने एउटा दुर्गम गाउँका बासिन्दा भने खानेपानी जस्तो जीवन धान्ने आधारभूत कुरा नपाएर छटपटीमा छन्। मुगुको सोरु गाउँपालिका 10 का 74 वर्षीय जया जयसी चुनावको मुखमा खानेपानी माग्न काठमाडौँ आइपुगेका छन्। उनकै मुखबाट सुनौं राजनीतिक दलका नेताहरूले नदेखेको एउटा गाउँको दुःखद कथा। मेरो नाम जया जयसी, सोरु गाउँपालिका 10 ठुला रहिन मुगु। एक गरी एक धारा हुनुपर्ने ठाउँमा राज्यभरिमा त्यस्तो भइरहेछ, देशभरिमा त्यस्तो भइरहेछ हेर्नुहोस्। हामीले अहिलेसम्म खोलाको पानी खाएर गरेछौँ। अब बर्खा त हेर्नुहोस् नि, सुक्खा याममा त खोलाको पानी खान ठिक छ हेर्नुहोस् नि। अब पानी परेपछि 2 किलोमिटर टाढा जानुपर्छ। पानी परेपछि पानी हिलै, बाटो हिलै हेर्नुहोस् नि। पानी त्यो गाउँमा नपुगेको 500 परिवार जति छन्, 500 कुडिया हेर्नुहोस् नि। सिँचाइ पनि छैन, खानेपानी पनि छैन हेर्नुहोस् नि। कुलोको पानी मात्रै अहिलेसम्म भने पुर्खाले पनि त्यही पानी खाए, अहिलेसम्म हामी त्यही पानी खाइरहेका छौँ। पहिले चाहिँ कतिचोटि आइसक्नुभयो मन्त्रालय? 66 सालदेखि अहिलेसम्म कति भयो, 17-18 चोटि। हरेक पल्ट आएर निवेदन दिनुहुन्छ? निवेदन गाउँका निर्णय होइन, समुदायको मानिटिङ, वडाको सिफारिस, पालिकाको सिफारिस, निवेदन फाइल बनाएर ल्याएर हेर्छु नि। 70 वर्षका 17 फाइल सिँचाइ मन्त्रालयमा छन्, 17 फाइल खानेपानी मन्त्रालयमा पेश गरेको छु। अहिलेसम्म न खानेपानी पाएका छौँ, न सिँचाइ पाएका छौँ। यो 10 नम्बर वडामा हेर्नु, सोरु गाउँपालिका वार्ड नम्बर 10 मा हेर्छु नि। यहाँको जस्तो विडम्बना, दुःख कोही पनि छैन। तरुणा तन्नेर सब भागेर गए। हामी बुढाबुढी मात्र मान्छे मरे फाल्ने मलामे छैनन् त्यहाँ हेर्नुहोस्। त्यस्तो छ हेर्नुहोस् नि। अपाङ्ग छन् त्यहाँ, हामी बुढाबुढी छौँ बस हेर्नुहोस् नि। खोलाको पानी खाइरहेछौँ। सिँचाइ पनि हेर्नुहोस् नि, कोदो र मकै लगाएको छु। सिँचाइ योग्य जमिन कोदो र मकै ल्याएको छौँ हेर्नुहोस्। यहाँ गरिदिउँला भनेर भन्ने हेर्नुहोस् होइन। तोकसोक लगाउने, फोटोकपी गरिकन म लैजाने। यो झोलाभरि फोटोकपी ल्याएर आएको छु। कर्मगत पढेका ती सब फोटोकपी छन् हेर्नुहोस् नि। गरेन, कसैले गरेन हेर्नुहोस् नि। अब न हाम्रो गाउँको मान्य छन्, न हाम्रो गाउँको मन्त्री छन्। मान्य मन्त्री छन् पाल्लो गाउँका छन्, पाल्लो सोरुका छन्। वाल्लो सोरु नदीवारीका हेर्नुहोस् नि। सोरुमा हाम्रो कोही पनि छैन। वडा अध्यक्ष बाहेक अरू कोही छैन हेर्नुहोस्। स्थानीय तह छ होइन, प्रदेश छ, त्यता जानुभयो कि जानु भएर? धाउँदै हेर्नुहोस् नि, नसकिएर हेर्नुहोस् नि, त्यहाँबाट वास्तै नगरेर यता आएको। त्यसपछि एक फाइल प्रदेश पेश गर्दै, एक फाइल सङ्घ पेश गर्दै, न प्रदेशबाट आयो न सङ्घबाट आयो, कहीँबाट पनि पाएका छैन हेर्नुहोस् नि। यहाँ चाहिँ यहाँ आइपुग्नलाई कति समय लाग्छ, कति खर्च लाग्छ? खर्च आउन जान गरेर हेर्नुहोस् नि 45-50 हजार पनि लाग्छ। त्यो कसरी जुटाएर आउनुभयो? 2 बुढाबुढीको भत्ता बुझ्छु, वर्षभरिको भत्ता गोजीमा हाल्ने, त्यही भत्ता बोकेर आउने, त्यही सक्ने मात्रै हेर्नुहोस्। आफ्नै खर्चमा हेर्नुहोस्। हरेक वर्ष उपलब्धि केही पनि भएको छैन हेर्नुहोस् नि। अब त्यो कुलाको पानी होइन, बर्खा त्यो कुलाको पानी हेर्नुहोस् नि, हिलो हुन्छ, गाग्रीमा ल्याएर घर राख्छौँ। त्यो सौँले भने हिलो तल तैरियो भने चाहिँ हेर्नुहोस् नि, माथिको पानी निकालेर बिस्तारै निकालेर त्यसरी खाइराखेका छौँ हेर्नुहोस् नि। पिउने पानी उमाल्छौँ, पकाउने पनि हो नि, भात पकाउने, दाल तरकारी पकाउने, पाक्ने भयो। हिउँको पानी पनि खान्छौँ। हिउँ टन्न हिउँ पऱ्यो भने चाहिँ सरसरै हिउँ हेर्नु सोएर जम्मा गरेर हिउँ पगालेर अनि गाग्रीमा गेलेनमा जम्मा गरेर खान्छौँ हेर्नुहोस्। अब त्यो पानी ल्याउन जान सकिँदैन, हिलो हुन्छ त्यहाँ हिलो हुन्छ हेर्नुहोस् नि होइन। अनि चिसो हुन्छ, हिलो हुन्छ, चिप्ल्याउँछ हेर्नुहोस् नि। अहिलेसम्म हेर्नुहोस् नि, हिलोमुक्त गाउँ पनि छैन, लेक बेसी गर्ने बाटा पनि छैनन्, खानेपानी पनि छैनन्, दृश्यमुक्त गाउँ पनि छैन। त्यो एउटा हेर्नुहोस् नि, पौराणिक कालको राउटे गाउँ जस्तै छ हेर्नुहोस्। त्यहाँ सरकारको पहुँच पुगेको छैन। घर घरमा सिंहदरबार पुग्यो भन्ने कुरा के, सिंहदरबार पुग्यो, घर घरमा पुगेन कि नेता जहाँ नेता छ नेताको घरमा पुग्यो, सोरुतिर मुगुतिर हेर्नुहोस् नि, जनता घरमा पुगेको छैन। भोट माग्न आउँछन्, भोट लिएर जान्छन्। जति माग राखे पनि हुन्न, हुन्छ गरौँला भन्छन्, गर्ने कसैले होइनन्, गर्छन् आफ्नो ठाउँको आफ्नो गाउँलाई गर्छन्। मेरो मन्त्रीज्यूसँग भन्दा गुहार गर्दा हेर्नुहोस् नि, कति मन्त्री मैले फटाइलाई बुढो भइसकेँ हेर्नुहोस् नि। 20 वर्ष बित्यो म यो धाउँदै हेर्नुहोस् नि होइन। यो पीडा नभए म किन आउँथेँ यहाँ? मेरो यहाँ मुद्दा छैन, मेरो यहाँ ससुराल छैन, मेरो यहाँ छोराछोरी छैन, मेरो कोही छैन हेर्नुहोस् नि। यही कामको लागि मेरो अरू के छ? मेरो बिजनेस व्यापार यहाँ म गर्दैन, केही गर्दैन, जीवनभरि मैले गरेको छैन। घरकै कुटो कोदालो गरेर आउने, खेती किसान गरेर खाने मान्छे हो। तपाईँ एक्लै आउनुको कारण चाहिँ के त? त्यहाँ अरू मान्छे नभएर कि? मान्छे छैनन्, मान्छे भएर पनि भाडा कहाँ गर्ने? भाडा कसले हालिदिने हेर्नुहोस् नि। अब अहिले आउँछ हुँदैन, पर्सि आउँछ, मान्छे पनि गाउँको मान्छे पनि एकदम पागल भइसक्यो। अब सक्दैनौ, बटो दुःख नगरेर बिच बाटोमा मरौला,
अब यही हिलो पानी खाउँला बसौँला ज्याउला होला दुःख नगर अब त्यसो भन्नु लाग्यो हेर्नुहोस् भने काठमाडौँबाट मुगु पुग्नलाई 3 दिन लाग्छ 1 दिन पैदल हिँड्नुपर्छ फेरि भएन को गरिदिने को थियो हेर्नुहोस् भने होइन हेर्नुहोस् न ससुराली प्रधानमन्त्री भइदिए हुने थियो ससुराली सभासद भए हुने थियो दाइ भाइ भए हुने थियो दाइ भाइ पनि छैनन् नातेदार पनि छैनन् गोतेदार पनि छैनन् मन्त्रालय विभागदेखि कोही पनि छैनन् उही कसैले गरिदिए उही सचिवज्यूको दया आइसकेपछि आइकन अब अहिले हेर्नुहोस् नि यो पीडा वेदना बुझिकन हेर्नुहोस् सचिवज्यूको कृपा भएपछि मन्त्रालयबाट कोही मन्त्रीज्यूको कृपा पलायो भनेपछि फेरि मन्त्रीज्यू भोलिपर्सि अब चुनाव 21 पछि फागुन 21 पछि हेर्नुहोस् यी मन्त्रीज्यू गइहाल्नुहुन्छ फेरि नयाँ आएका मन्त्रीज्यू अनि उही आउने हेर्नुहोस् नि शेरबहादुर आउँछन् सबै शेरबहादुर सिंहबहादुर हेर्नुहोस् सबै सिंह आफैले खाने मात्रै सिङ्गल त अर्काले मारेर अर्काले खुवाउँदैन सिङ्गल त आफै खान्छ हेर्नुहोस् नि होइन आफूले र आफ्ना छोराछोरीले मात्रै खुवाउँछ हेर्नुहोस् नि 5 किलोमिटर टाढा छ खोलो कुलो आउने मुहाने हेर्नुहोस् नि खोलामा पानी टन्न छ खेतमा पुग्दैन के भन्ने मन्त्रीज्यूलाई हेर्नुहोस् नि होइन मन्त्री बन सभासद बन खाऊ जनताले खुवाउने छैनन् आफ्नालाई आफू खाऊ आफ्नालाई खुवाऊ भने त्यति मात्रै काम छैन गरेका त्यही छन् गर्ने त्यही हुन् भोलिका दिनमा हेर्नुहोस् नि हामी त हेर्नुहोस् नि एउटा जानवर जता लिए उतै लाग्ने जता लगाए उतै लाग्ने म पहिला 54 साल गाविस उपाध्यक्ष भएको भन्नुहोस् नि हजुर त्यतिखेर तपाईँले पनि पहल गर्नु भएन ल्याउनलाई त्यतिखेर सङ्घ थिएनन् संस्था थिएनन् हेर्नुहोस् न होइन अब यो प्रदेश भन्ने थिएन सङ्घ भन्ने थिएन हजुरको 5 लाख रुपियाँ आउँथ्यो आफ्नो गाउँमा आफै बना भन्ने कार्यक्रममा हेर्नुहोस् नि होइन बजेट सालको 5 लाख रुपियाँ आउँथ्यो त्यो 5 लाखबाट हेर्नुहोस् नि उकाली ओह्राली गौडा गल्दा तिनी बनायौँ हेर्नुहोस् नि होइन ठुलो बजेट हुँदैन थियो 59 मा हेर्नुहोस् नि 58 मा हजुरको 54 विजयमै 58 मा हेर्नुहोस् विस्तारित हुनुपर्ने भयो त्यहाँबाट हेर्नुहोस् नि द्वन्द्वकाल सुरु भएर द्वन्द्व माओवादीले हेर्नुहोस् नि होइन खेताखेल लखटा लखट गरेर हेर्नुहोस् त्यहाँ अनि ज्यान बचाउने काम गर्नुपर्ने भयो हेर्नुहोस् नि बाँकी जिल्लामा आएर हेर्नुहोस् नि विस्तारित जीवन गुजारा गरियो 58 सालको माघ 11 गतेको राति म भएको हुँ त्यहाँ मलाई हेर्नुहोस् नि त्यो सिआइडी लागेर मलाई हेर्नुहोस् नि पूर्वाग्रह रिसिभीले मलाई मराउन खोजे हेर्नुहोस् नि विपक्षी पार्टीहरूले हेर्नुहोस् नि पछि चाहिँ कति सालमा फर्किनु म त्यहाँबाट आएर बाँकी जिल्लाको कोलपुरमा बसेँ 58 सालको माघ 11 गते आएको मान्छे 66 साल असोज 10 गते म मुगु फर्केर मुगु गाउँको हेर्नुहोस् नि त्यसपछि अहिले यसै गाउँकै काममा अहिले म जाँदाखेरि गाउँ उदाङ्गै बुदाङ्गै भएको न खाने पानी छ न टोयलेट छ न धारो छ न बिजुली बत्ती छ न केही छैन हेर्नुहोस् नि जस्ताको तस्तै हिँड्ने बाटा पनि छैन भत्केर गएका छन् हेर्नुहोस् नि अनि त्यहाँ अरू युवाहरू छन् युवा भएर हेर्नुहोस् नि पढाइ लेखा छैनन् शिक्षित छैनन् केही छैन हेर्नुहोस् नि कोटो कोदालो गर्ने हेर्नुहोस् नि हजुरको असोज लगाएपछि इन्डिया भागिहाल्छन् सबै इन्डिया गइहाल्छन् हेर्नुहोस् नि स्वाइनी बोकेर हेर्नुहोस् नि अनि ठुल्ठुलो बच्चा भने बच्चा घर छोड्छन् पढ्ने बच्चा हेर्नुहोस् नि स्वाइनी साथमा लिएर कोही इन्डिया जान्छन् कोही लोग्ने इन्डिया जान्छन् घर बुढाबुढी वृद्ध मात्रै बस्छन् अपाङ्गहरू घर हुन्छन् सबै कमाइतिर लागिहाल्छन् हेर्नुहोस् नि गरिबी ठाउँ छ रोजगारको व्यवस्था छैन त कुनै रोजगार छैन कुनै केही छैन हेर्नुहोस् नि पढाइ लेखा छैनन् सबै इन्डिया गएर इन्डियाको सहारामा बचिएको छ हेर्नुहोस् नि त्यहाँ गाउँमा चाहिँ अहिले कति छ जनसङ्ख्या जनसङ्ख्या अहिले 700 कुडिया जति छ हजुर